आज हाम्रो यो गाईहरूको म्याराथनमा चाहिँ हामीले सफलतापूर्वक रनिङ गरेर आइसकेका छौँ अनि हामी चाहिँ सफलतापूर्वक रनिङ गर्नको लागि चाहिँ हामीहरूको जिल्ला प्रहरी कार्यालय उदयपुरदेखि हिँड्दै गएका थियौँ र हामीले गाईघाट चोकदेखि हामीले माथि त्यो के भन्छ कदमगाछी हुँदै उता बरुवा पुल हुँदै हामी चाहिँ रत्न रिसोर्ट हुँदै पुनः हामीले सोही स्थानमा आएर हामीहरूको रनिङलाई समाप्त गर्यौँ। हामी त्यहाँदेखि पनि फेरि पुनः रनिङ होइन, हामीले चाहिँ त्यहाँ टक्कसँगले चना थियो, पानी थियो, रौता लेखेको होइन, काँदी नुन साथमा प्याज अनि एउटा चम्ची बटुकामा हालेर दिनुभयो। हामीले मजाले खायौँ होइन, एकदम मिठो चाहिँ लागेको थिएन, त्यो पनि हामीले मिठो मानेर खायौँ। धेरैजना साथीहरू चाहिँ अगाडि आएर पसिन भएर बस्नु भएको थियो, तर हामी चाहिँ उहाँहरू चाहिँ एकदम धेरै रनिङ गर्ने, हामी चाहिँ कम रनिङ गर्ने पर्थे। अब हामी आइसक्यौँ होइन, हिँडेर यहाँ पनि हामी हिँडेरै आयौँ। हामीले 2 पाइलाले नै हामीलाई साथ दियो, हामीलाई 4 पाइला गाडी 4 माग्रे कसैले पनि ल्याएर दिएन।